नमस्ते नमस्ते सबैलाई नमस्ते छ है। म चाहिँ मेरो नाम चाहिँ केबी धामी होइन, हाल बसाइ नेपालगञ्ज कालीकोट हो घर चाहिँ होइन, नेपालगञ्ज बसिरहेको छु। आज पहिलोपटक यो पहिलो भ्लग हो होइन, पहिलो भिडियो हो यो। त्यही भएर सबैले धामी क्रिएसन च्यानल जसकोमा आउँछ सबैले सब्सक्राइब गरिदिनु होला, अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि त्यो पहिलो भिडियो भएकोले धामी क्रिएसन युट्युब च्यानल हो मेरो होइन, त्यसमा सबैले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु 2-3 पटक। अनि विशेष कुरो के छ भने कालीकोटबाट मेरो काका आएका छन् कि आज, विशेष रूपले भेटघाट भएको छ काकाको मेरो। त्यही काका भतिजको यसो 2-4 कुरा गर्न लाग्छ। काकालाई भित्राउँदैछु, ल आउनुहोस् काका, स्वागत छ। ल स्वागत छ मलाई पनि स्वागत छ है। ल स्वागत। अरू के छ खबर, आराम हुनुहुन्छ? म एकदम ठिक छु, तिम्रो खबर के छ भन? मेरो पनि सब ठिक छ। अरू कस्तो भयो बाटो त? बाटो त खत्तम, बाटो पनि खत्तम, अनि मलाई यात्रा पनि एकदम नराम्रो भयो होइन। के कस्तो भयो त यात्रा, कस्तो राम्रो भयो कस्तो? यात्रा नराम्रो भयो भने उखाल मात्रै आयो कि, लास्टै उखाल आयो, गाडी पनि उखाल मात्रै आउँदो रह्यो। अनि त्यो नयाँ इलेक्ट्रिक गाडी चढेको, त्यही गाडी पनि उखाल मात्रै आउँदो रह्यो। गाडी पनि गाजेर सबैभन्दा बढी मैकन उखाल आयो। अनि के गर्ने, गाडी अप्ठ्यारो हुन्छ कि मलाई। ओके ओके। अनि कति दिन लगाएर आउनुभयो त नेपालगञ्ज? कति दिन लाग्छ कालीकोट नेपालगञ्ज आउन? लगभग 2 दिन चाहिँ लागिहाल्छ। 2 दिन लागिहाल्छ होइन कालीकोटबाट यहाँ नेपालगञ्ज पुग्न। अनि उताबाट गाडी पनि पाइँदैन कहिलेकाहीँ, बाटो पनि त्यस्तै, बिचको बाटोको अवस्था त्यस्तै, त्यो गाडीको अवस्था, बिचमा बाटोको अवस्था, अनि कहिले राजमार्गको अवस्था सबै हेर्दाखेरिमा समय त्यसरी लाग्ने हुन्छ होइन, टाइम बढी लाग्छ, त्यसैले लामो छ। ओके ओके। अरू घरतिर सबै सन्चै हुन्छ? घरतिर सबै ठिक छन्। बरु तिम्रो खबर भनौ, यहाँतिर सन्चै छौ कि सबै, के छ वल्ला पल्ला गर? मेरो पनि सबै ठिक छ। या दसैँ यतैतिर मनायो मेरो पनि होइन। अरू दसैँ काम मनाउनु भयो, के छ खबरहरू? मैले पनि मनाएँ त्यहीँ उतातिर, कैलालीतिर दसैँ मनाएँ। अब त्यस्तै त हुन्छ नि त, दसैँ थियो अलिअलि। ल सबैले दसैँको शुभकामना छ होइन, दसैँ गए पनि सबैलाई छ। यस्तै छ खबर होइन। हामी 2 काका भतिजको भेटघाट भएको खुसी लाग्यो। काकाले के भन्नुहुन्छ? ल शुभकामना दसैँको होइन, मकन पनि शुभकामना छ दसैँको। सबैजना शुभकामना, मकन पनि यो च्यानल गएर सब्सक्राइब गरिदिनु, शुभकामना छ। च्यानलको नाम? च्यानलको धामी क्रिएसन युट्युब च्यानल छ। यो च्यानलले भाउको सब्सक्राइब गरिदिए, नानाको अनि सब्सक्राइब गरिदिए त के जाने है, गरिदिए है कि एउटा थिजैमा के जाने छ, सबैले सब्सक्राइब गरिदिनु होला। ल सेयर पनि गरिदिए। आजलाई सबै यही भन्छु होइन, सबैलाई धन्यवाद। दसैँको धेरै धेरै शुभकामना। धामी क्रिएसन सब्सक्राइब गर्न नभुल्नु होला सबैले। ल नमस्ते नमस्ते। अनि उता देख्यौ स्वागत भन्ने राखेँ, यहाँ राखेको छु अनि आफू बोलिरह। यस्तै हो बोल्दै चाहिँ के विषयहरू।